पाथिभारा देवीको मन्दिरसम्म पुग्नुभयो अरे भन्ने मैले सुनेको थिएँ। हजुर। अनि त्यो हो कि होइन भनेर मैले यहाँलाई यसो बुझ्न आएको हजुर। यो चाहिँ एकदम रियल कुरा हो होइन, साँच्चैको हो यो। म अस्ति पुगेर आएको तपाईँको ताप्लेजुङ माता पाथिभरामा चाहिँ म पुगेर आउँदाखेरि खुब रमाइलो पनि भयो होइन। टाढाको यात्रा होइन, ढाङढाङ र दिँदै होइन। अब गाडीमा अब पहिला जाँदाखेरि त म हुटमा गएको थिएँ। आजभन्दा 11 वर्ष 62 सालमा चाहिँ है, हेर्नुहोस् 62 सालमा जाँदाखेरि चाहिँ म तपाईँको एकदम बसको हुटमा गएको। त्यतिखेर चाहिँ अब बाटोको त्यति राम्रो निर्माणहरू थिएन होइन। यता ढल्काउँछ हो, उता ढल्काउँछ, पुरा पाहाड चाहिँ हल्लिने के, भित्रको किडनी हल्लिने होइन। लो मरिन्छ कि के हो भनेर भनेछु। अनि बल्ल बल्ल उ बेलामा पुगेर आएँ म होइन। त्यतिखेर म एक्लै गएको हो। मेरो चाहिँ अब लाइफमा चाहिँ म एक्लै गएको कि एकदम रमाइलो लाग्थ्यो मलाई। धर्म गर्ने चप्पल लाएर, एउटा धोती लाएर, एउटा यस्तै कालो अनि फेटा थियो मेरो, त्यतिको लागि त्यति लाएर चाहिँ म गएको कि। अनि यसपालि चाहिँ अब माताले के गर्नुभयो भने मेरो यो पनौतीको भक्त हुनुहुन्छ जुन होइन, रमेशजी भन्ने हुनुहुन्छ, उहाँसँग उहाँको परिवार फ्यामिलीसँग म गएको कारमा होइन। कारमा जाँदाखेरि निकै रमाइलो भयो। अब गयो एकदम हाँसखेल गर्दै गयो। तर सानो कारले गर्दाखेरि अलिकति चाहिँ के भने इफेक्ट हो कि अब के भनौँ, धेरै निन्द्रा लाग्ने यस्तो लाग्ने, सौखले पनि हुनसक्ला, त्यस्तो पनि त हुन्छ नि होइन। त्यस कारण उहाँ चाहिँ पुगेर आउँदा रमाइलो छ। अनि अब ताप्लेजुङको चाहिँ के छ भने विशेष भनेको माको चाहिँ अब धेरै मान्छेहरू पहिला म 62 सालमा जाँदाखेरि चाहिँ मैले भगवान्लाई के मातालाई के मागेर आएको भने त्यहाँको कुनै पनि चिज अब उठाउने कुरा भएन। अनि मैले चाहिँ के मागेँ भनेदेखि अब भगवान्मा म देश प्रदेशहरू सबै जान पाऊँ होइन। म चाहिँ अब मेरो कलालाई मैले बिकाउन सकूँ होइन। अनि अब मैले देश प्रदेश घुम्न सकूँ, यस्तो यस्तो खालको चाहिँ मैले मागेको थिएँ क्या। अब मलाई धन सम्पत्ति होइन, मलाई निरोगी राख्नु हजुरले, सधैँभरि निरोगी र संसारलाई मैले केही गर्न सकूँ र केही दिन सकूँ र कुनै अब एउटा कलालाई बिकाउन सकूँ भनेर गएको थिएँ र मेरो त्यो काम पुरा भयो हेर्नुहोस् है। अनि त्यस कारणले फेरि अहिले गएको कारण चाहिँ के भने अब म ओभरअल घुम्न सकूँ भनेर चाहिँ म गएको हो खास भनौँ भने होइन। अब मलाई धन सम्पत्तिको त मतलब छैन, त्यस्तो त अब हामी माग्नु पनि भएन होइन। अब यहाँ बसेर धन सम्पत्ति राखेर के गर्ने हो, 2 दिनको जिन्दगी मरिलानु हो खोलातिर ढ्याङ्ग होइन। फेरि सम्पत्तिहरूले ख्वाम्लाङ दिइहाल्छन् होइन। ओ बाबाको सम्पत्ति रहेछ नि त, बुढोलाई फेरि यहाँ दे उहाँ दे भनेर अर्को बिरामी पार्देला। त्यही भएर बरु सम्पत्ति माग्नुभन्दा मेरो सुस्वास्थ्य चाहिँ राम्रो हुन् मामा भनेर आमालाई मैले मागेँ होइन। अब माताले मलाई दिनु पनि भएको छ, मलाई धेरै खुसी लागेको छ। तर अलिकति बिचमा अब यो राक्षसी प्रवृत्ति होला, अब भोककारी होइन, पुरा मेवा पनि खान्छ, काँक्रो पनि खान्छ, यो पनि खान्छ, त्यो पनि खान्छ। अनि कति मलाई चाहिँ चिसोले चाहिँ भेटेछ। भेटिसकेपछि मैले यहाँ आएँ, जडीबुटीहरू खाएँ। अहिले पनि यो जडीबुटी खोज्दैछु। अब यो जडीबुटी खाएपछि म पुरा स्वस्थ हुन्छु भन्ने मेरो आशा छ। अनि बाबाजी हजुरलाई जुन ताप्लेजुङको पाथिभारासम्म पुग्नको लागि काठमाडौँबाट कति दिन लाग्यो? अनि जुन गाडीको बाटो कहाँसम्म रहेछ, त्यसपछि कति हिँड्नुभयो, त्यहाँको अवस्था पैदल कति हिँड्नुपर्ने रहेछ, अनि गाडीको बाटो कहाँसम्म पुग्दो रहेछ, त्यो पनि हाम्रो दर्शक श्रोताहरूले यसो सुन्न इच्छा गरे। अब आम दर्शकबिन हजुरहरूलाई पनि म यो सन्देश दिन चाहन्छु कि तपाईहरू पहिलो प्रथम त पाथिभरा जाँदाखेरि आफ्नो मागहरू माग्ने हो। कस्तो माग माग्ने भने यानि कि तपाईँको छोरा अब तपाईँको परिवारमा कोही रोगी छन्, त्यो निको होस्, त्यसको कठिनाइले जाने। अनि अर्को चाहिँ कस्तो भनेदेखि अब भनौँ न, अब आफ्नो जब भएन होइन, अथवा आफ्नो छोरा देश विदेश जानको लागि होइन, अथवा बच्चा नपाउने पनि त्यस्ताहरू पनि आउँदा रहेछन् कि हाम्रा भक्तहरू होइन। अनि उहाँहरूले बोका खसी लिएर बोकाहरू लिएर आउनु हुँदो रहेछ। त्यो त अब त्यो चाहिँ अलिक टाढै चाहिँ माताको मन्दिरभन्दा टाढै चाहिँ भोग दिने रहेछन् होइन। जहाँ गए पनि काटमार चाहिँ हुने नि रहेछ यो नेपालमा, हाम्रो देशमा चाहिँ यस्तै रहेछ भन्ने जस्तो लाग्यो होइन। तपाईँको के छ भनेदेखि पहिला तपाईँ काठमाडौँ बस पार्कबाट बस चढ्ने, तपाईँले लगभग म त यसपालि कारमा गएको हो, तपाईँले सुरुमा 2500 जति भाडा चाहिँ तपाईँलाई टिकट काट्नुपर्छ। तपाईँले ग्यारेन्टेड टिकट काट्नुपर्छ है। फेरि बिचबिचमा बसले ओह्रालेर बस गइदियो भने तपाईँ फेरि अर्को आपत्तिहरू पर्नु होला भन्ने डर हुन्छ है।
अनि त्यस कारणले अर्को के छ भने ठ्याक्क लाएर तपाईँ यहाँबाट ठ्याक्क बिर्ता मोडमा ओर्लिने बसले लगेर तपाईँलाई बिर्ता मोड ओह्रालिदिन्छ अनि नेक्स्ट बस तपाईँले फेरि समाउनु पर्ने हुन्छ। म 62 सालमा जाँदाखेरि 800 रुपियाँ थियो त्यहाँबाट भने अहिले 2000 त पर्छ नै, 2000-2500 नै पर्छ, लगभग 2500 नै भनिदिउँ न हैन। अनि जाँदाखेरि अब एकदम डेन्जर छ। अब तपाईँलाई चाहिँ अब बिर्ता मोडबाट तपाईँ जानुभयो भने एकछिन त तपाईँलाई फेरि हैन अलिकति चारालीबाट माथि जाँदै गएपछि त भयङ्कर हैन साइडमा इन्डियाको जङ्गलहरू देख्ने अनि यहाँ नेपालको जङ्गलहरू हैन अब एकदम रमाइलो। तपाईँ एकछिन चाहिँ म पाथी भएर जान्ला हो भन्ने चाहिँ तपाईँले ग्यारेन्टेड चाहिँ छुँदैन फेरि, किनभने म त्यहाँ जान्ला चाहिँ तपाईँको त्यहीँको रमणीयमा क्या। अनि त्यसरी हुँदै 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 चाय बागानहरू देखिन्छ कति राम्रो। फेरि काठमाडौँ भन्दा पनि इलाम पाथी भरा इलाम चाहिँ हामी सोझा साझी जनतालाई यस्तो गर्यो, यहाँको मान्छेले यहाँको स्थायी निकायले कुरा त भनेर भन्यो बा ए भगवान् पाथी भरा माता जस्तो सत्य माता कहाँ जाने मान्छे त्यहाँको मान्छे त पवित्र हुन्छ हैन। त्यहाँको स्थानीय निकायको मान्छे पनि त त्यहाँको पब्लिकेसन पनि त अब एकदम पवित्रै होला भन्ने मैले सोचेको। त्यसरी चाहिँ अब यो झापाभन्दा माथि अब इलामको चाहिँ अब दृश्य अहिलेको अझ प्रगति भइसकेको रहेछ। त्यहाँको चाहिँ धेरै डेभलप, यानि कि अब पढाइ पनि अब इङ्ग्लिसै हुने रहेछ हैन। अब भनेको जस्तो हरेक कुराहरू पाउने, अब चायहरू पनि एकदम राम्रो पाउने। तर मैले एक चाहिँ त्यहाँ के भने भाइ मलाई 3 पाते चिया खुवाउन भनेर भने त बाबा तपाईँ त जापान जानु प्लेन चढेर भनिदियो बा किन ए भाइ भनेर भनेको हैन। पुरा जापानमा पो पुग्छ त बाबा 3 पाते चाय त हामी कहाँ त हुँदैन, उनीहरूले ठेक्कामा लिइसकेको हुन्छ पाउँदैन भनेर भन्यो है। त्यसपछि तपाईँ हुँदै हुँदै गएर अब इलाम कटिसकेपछि 5 थर अब छुन्छ तपाईँलाई हैन। 5 थर छोइसकेपछि माथि माथि अब यस्तो फिल्महरू विभिन्न नामहरू हुन्छन् त्यहाँ। अब त्यो ठाउँमा पुग्दाखेरि अब बिचमा चाहिँ एउटा के भन्ने ठाउँमा चाहिँ अलिकति गाह्रो छ। त्यसपछि त्यो गरेपछि हामी काबेली आउँछ। काबेलीको पुल जुन हुन्छ त्यो काबेलीको पुल हामीले काबेलीको ओर्लेर जल बोकेर अनि पाथी भरा मातामा खास जानुपर्छ हामी है। यो कुरा चाहिँ आम दर्शकबिनहरूले चाहिँ जानिराख्नु। सित्तैमा हुर्र जानु हुँदैन बसमा, बसलाई रोकाउन लाएर यदि बसमा जानुहुन्छ दर्शन गर्न माताको भने एकछिन त्यहाँ पाथी भरामा चाहिँ त्यो काबेलीको ठ्याक्कै सडकमा चाहिँ एउटा बाजे बस्नुहुन्छ, उहाँले चाहिँ त्यहाँ स्थापना गरिराख्नु भएको छ। त्यहाँ चाहिँ दर्शन नगरिकन माथि जान पाइँदैन। त्यसपछि हामी काबेली अब कर्दा अब लङ टाइम लाग्छ हैन, एकदमै लङ टाइम लाग्छ। तपाईँ लगभग बसमा जानुभयो भने बेलुकातिर ताप्लेजुङ बजार पुग्नुहुन्छ। तपाईँ ताप्लेजुङ बजार पुगिसकेपछि तपाईँलाई के छ त्यहाँ एउटा ब्यारेक छ अनि ताप्लेजुङ बजार चाहिँ जुन आउँछ त्यो बजारबाट तपाईँ ब्लोरो चढेर प्रत्येक व्यक्तिले 400 रुपियाँ तिर्नुपर्छ है फेरि। अनि त्यसरी हुँदै छाते हुँदै तपाईँहरू जानुपर्छ। हेर्नुहोस् छाते भइसकेपछि तपाईँहरू छाते हुँदै गएर अनि त्यसरी ब्लोरोले लान्छ। अहिले चाहिँ के छ भने त्यहाँको परिस्थिति हेर्दाखेरि चाहिँ मलाई कस्तो लाग्यो भनेदेखि अब पाथीभरा त गइयो हैन। अब त्यहाँको चाहिँ एउटा दुखित कुराहरू चाहिँ मैले के देखेँ भने जुन म पहिला नेचरमा गएको थिएँ हैन, जति बेला एकदम राम्रो त्यहाँको दृश्यहरू साह्रै राम्रो थियो र यसपालि जाँदाखेरि चाहिँ अलिकति बाटो निर्माण हुन लागेको होला सायद हुनसक्छ हैन। ताप्लेजुङ बजारबाट माथि बस पार्कबाट माथि हामी ब्लोरो चढेर जानुपर्छ हेर्नुहोस् है। अनि प्रत्येक व्यक्तिलाई 400 रुपियाँ उनीहरूले लिने गरेको छ। त्यो 400 रुपियाँ चाहिँ उनीहरूले चाहिँ किन लिन्छ भनेदेखि अब प्रत्येक व्यक्तिलाई अब वहाँसम्म हिँडेर जानलाई गाह्रो हुने। अब पहिला त हामी हिँडेर जानु पर्थ्यो, अहिले चाहिँ अब तपाईँहरूलाई ब्लोरोमा लान्छन्। 8 जना जति हुन्छ त्यो ब्लोरो फोर्ड व्हील भएको। फेरि बाटो हेऱ्यो भने पुरा फोर्ड व्हील नि घान्च्याङ र घुन्चुङ हैन, पुरा बवाल यार। बजारबाट माथि गयो अलिकति पिज आउँदो रहेछ है। पिचबाट सुकेटारबाट हामी माथि लागिसकेपछि चाहिँ लाइफ ड्यामेज होला भन्ने डर, क्या गाडी फस्ने हैन, यहाँ उहाँ नि पुरा हुने अगाडि ब्याक हुने
माछाको पुच्छर माछाले पानीमा बसेर कसरी हल्लाउँछ होइन, त्यसरी ल्याङ फ्याङ दिने होइन, बवाल हुने गरेर के ओए भाइ गाडी साडी जालास् नि भने त ए बाबा तपाईँ मात्रै जान्छ र हामी पनि जान्छ नि भन्छ फेरि ऊ चाहिँ। लौ न तँसँगै जाउँला के भयो त अब भनेर सोच्नुपर्ने त्यस्तो चाहिँ बाटो छ हेर्नुहोस्। बर्खामा चाहिँ तपाईँ नजानुहोस्। अब अलिकति बर्खा कटेपछि चाहिँ जानु होला भन्न चाहन्छु होइन। त्यसपछि तपाईँ फेदी तल्लो फेदी पुग्नुहुन्छ, फेदीमै ठ्याक्कै त्यो बोलेरो पार्क छ। त्यसपछि त्यहाँ अब होटेलहरू पनि छन् रेस्ट गर्नको लागि, सानोतिनो होटेल छ, धेरै ठुलो त 5 स्टार चाहिँ छैन, त्यो चाहिँ आशा नगर्नु होला त्यहाँ होइन। अनि तपाईँ त्यहाँ पुग्ने बित्तिकै तपाईँले अब पहिला कुरा प्लास्टिक लिनु पऱ्यो, अनि लट्ठी लिनु पऱ्यो, आफूले सक्ने भारी चाहिँ त्यहाँ राख्नु, नसक्ने भारी त्यहाँ होटेलतिरै राखे पनि हुन्छ होइन। अब हामी माथि नै लान्छु भने तपाईँ माथि नै लान सक्नु पनि हुन्छ होइन। अनि त्यसपछि अब म पुगेँ हेर्नुहोस् है। अब यसो हेर्छु त बाबा ल यो के गरेको ए भाइ, पहिलाको रुख त छैन त के गरेको भनेर भनेको होइन बाबा, यहाँ अलिकति टेन्सन भएर तपाईँले फेसबुकमा हेर्नुभयो होला नि भनेर भन्यो क्या। अनि यसो हेरेको त ओहो गुराँसको रुखहरू सबै काटेर अब त्यहाँको अब स्थायी निकायले के गरेको हो होइन। अब मध्य विचार चाहिँ नेचरलाई चाहिँ चलाउनु नहुने थियो। त्यहाँको 136 थरीको गुराँस पाउनेमा त्यस्तो ठाउँमा चाहिँ उहाँहरूले त्यस्तो गरिदिनु भएछ त्यो फाँडेर के सबै। अब केबुल कार राख्ने हो ठिक छ, एउटा बिजनेसको लागि राख्ने त्यो आफ्नै ठाउँमा छ होइन। अब त्यो जनसमुदायहरू सबै मिलेर त्यहाँको समितिहरू मिलेर गर्ने आफ्नो ठाउँमा थियो। तर मेन चाहिँ गुराँसको रुख नोक्सान भयो, जुन डाँडा चाहिँ वाङ्गै देख्यो क्या। ती चाहिँ अलिकति नमजा चाहिँ मलाई सबैभन्दा ताप्लेजुङको त्यो लाग्यो। र स्थानीयवासीलाई पनि म यो भन्छु कि तपाईँहरूले केबुल कार राख्नुहोस्, सबै राख्नुहोस्, त्योसँग हामीलाई मतलब छैन, तर नेचरलाई नचलाउनु भन्ने कुरा चाहिँ हामी जस्तो छ नेचरलाई राखि नै रहनुहोस्। अब त्यत्रो विशाल रुखहरू किन त्यसरी फाँडेको, किन त्यसरी गरेको, भुइँमा लडाइरहेको छ बिना सित्ती होइन। 136 थरीको गुराँस पाउँछ, त्यो मध्येमा हरियो गुराँस, कालो गुराँस अनि तपाईँको कलेजो रङको गुराँस, यी तीनटा गुराँस चाहिँ महाऔषधि। अनि एउटा गुराँस हुन्छ, त्यो सुनै जस्तो, त्यो त्यसमा भिजाएर लेख्यो भने नेपाली कागजमा सुन जस्तो हुन्छ। त्यस्ता गुराँसहरू पाउने नेचरलाई चाहिँ अब स्थानीय सरकारले चाहिँ बिगारिदिनु भएछ होइन। अनि त्यो चाहिँ मलाई कस्तो लाग्यो कि अब पैसा खाने, यो गर्ने त्यो गर्ने, अब केबुल कार राख्ने उहाँहरू अब के गरे हो गरे, त्यो त आफ्नै ठाउँमा होला उनीहरूको। अब आउने जाने जनहितको लागि पनि राख्न सक्या हो, गर्नु खोज्या होला। अब नजान सक्नेहरू त त्यस्तै छन् होइन। अब जान सक्नेहरू त हिँडेर जान्छ, नजान सक्नेको लागि पनि केबुल कार चाहिँ अब व्यवस्था गर्न खोजेको होला। अब स्थानीय निकायले त्यहीँ झै झगडा गर्ने, हाहा र हु गर्ने। अब कहीँ उरे अब त्यहाँको युवाले मलाई भनेको अनुसार बाबाजी हामीलाई त यस्तो गर्यो, घरबाट तानेर पिट्यो, मान्छे पिट्ने कारबाही गर्ने, त्यो त गर्न नहुने। किनभने स्थायी निकायले चाहिँ सोच्नु पर्ने कि यो पाथी भरा मातामा यस्तो हुर्दङ्ग मचाउनु हुन्न हो। अब भनेको चाहिँ त्यस्तो मेरो सोच, तर त्यहाँ त्यस्तो कारबाही भएछ। यो चाहिँ नगरौँ भन्न म चाहन्छु। यही सुन्दरी जालबाट 10 औँला बिन्ती गरेर तपाईँहरूले राख्नुहोस् केबुल कार, आफ्नो गर्नु, आफ्नो स्थायी निकायहरू राम्रो मिल्नुहोस्, राम्रो गर्नुहोस् होइन। अनि के छ भने अब केबुल कार राख्यो भने के छ भने 2 किलोमिटर तलबाट चाहिँ केबुल कार चल्ने रहेछ, जुन यो अब पाथी भराको फेदीबाट चाहिँ अब मान्छे लाने, अब उहाँहरूले काम नपाउने रहेछ युवाले फेरि होइन। भारी बोकेर त जानु पर्यो, अब भारीको एउटा काम त त्यहाँ गायब हुने भयो फेरि होइन। अब त्यही त अब ठुल्ठुलो सरकारले खाने भयो जस्तो मनकामनाको जस्तो हो। अब पहिला आफू खैरिनीबाट मान्छे जान्थे हिँडेर, कति व्यापार व्यवसाय राम्रो चल्थ्यो, सबै त्यहाँका स्थानीयवासीहरूले काम पाइरहेको थिए। पछि ठुलो कहाँबाट ल्याएर केबुल कार राखिदियो, अब त्यो तलको बजार स्वाटै सुक्यो, जाने मान्छेलाई सजिलो त भयो। तर त्यहाँ रमाइला कुराहरू जुन हिँडेर जानुपर्ने ठाउँमा तीर्थ भनेको केबुल कारमा जाने होइन। जो सक्दैन उसले टाढैबाट नमस्कार गर्ने, टाढैबाट नमस्कार फटफटी छैलीलाई भन्ने एउटा गीत सुन्नुभयो होला हो। त्यो गीत त्यहाँ प्रयोग हुन्छ क्या। त्यस कारणले गर्दाखेरि नसक्ने व्यक्तिले चाहिँ
चाँडैबाट दर्शन गरेर आएको मान्छेको टिका टालो गर्ने र पूर्व पश्चिम उत्तर दक्षिण कति ठाउँहरूबाट नजानु भएको होला। त्यहाँको चाहिँ यस्तो छ कि तपाईहरु त्यहाँ जानु भएपछि फेदीबाट तपाईहरुले अहिले चाहिँ अब फेरि त्यहाँ एउटा फेरि डेन्जरस रेस्लर पनि बस्छन् हेर्नुस् है। अब काठमाडौँको रेस्लर हेर्ने र बडी बिल्डर हेर्ने हो भने त त्यो अब धारे देखिहाल्छ हैन। उसले 70 किलोको मान्छे चाहिँ 400 मिटर माथि त पुर्याउन सक्दैन बोकेर नाम्लो लाएर। त्यो एउटा भाइलाई मैले देखेको बाबा 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 उसलाई देखेर म नै रलेन्ठाङ्गे भयो है। यसै त थाकिरहेको छ भइरहेछ मान्छेहरू हो। अब त्यो भाइ चाहिँ अब 70 किलोको छ त्यो बुढी माउ भन्नु न हैन। त्यो बुढी माउलाई त्यो पातलो केटा भाइले बोकेर पुरा लगिराखे माथि हैन। उनीहरूको के हिसाब हुन्छ उनीहरूले जानुहुन्थ्यो त। अब यहाँबाट कति कति सेन्टरसम्म पुर्याउने क्या अनि ठाउँ ठाउँमा बसिरह हुँदो रहेछन् हैन। केटाहरू हेऱ्यो भने यस्तो पाताला छन्। अब मान्छे बोक्छन् 80-90 किलो वहाँ माथि पुर्याउने बाफरे बाफरे। अनि मैले यसो सोचेँ थुक्क काठमाडौँमा बडी बिल्डर भन्नु त तेरो कामै रहन्छ त। बडी बिल्डर के काम त? त्यहाँ बरु गएर स्थानीयमा त्यहाँको ताप्लेजुङको मान्छेलाई अरू सहयोग गर्नुभन्दा बोकेर बरु पुर्याइदिए तेरो आर्म्स पनि खतरा बन्छ तेरो बडी थाइहरू पनि अप डाउन हुँदाखेरि बन्छ। यहाँको बडी बिल्डिङ यिनीहरू सबै गएर त्यहाँ सहयोग गरे जान नसक्ने ठाउँमा मान्छेलाई पुरा बरु बोकेर त्यो जस्तो बडी बिल्डिङ केही हुँदैन भन्न म चाहन्छु। त्यहाँको भाइले चाहिँ अब त्यहाँ चाहिँ के रहेछ भने फेरि 1 किलो बोकेको हैन पुरा किलोको हिसाब हुँदो रहेछ। अब एउटा मान्छे 70 किलोको छ भने 80 किलोको छ भने पर किलोको 200 को हिसाब हुँदो रहेछ त्यहाँ हैन। त्यो 200 रुपैयाँ चाहिँ उसले बोकेर वहाँसम्म पुर्याउँदाखेरि अब कतिजना पार्ट्सले बाँड्छ। अब उनीहरूको समिति होला केही होला त्यहाँ हैन। अनि त्यस्तो कारणले गर्दाखेरि उनीहरूले चाहिँ त्यसरी दुःख गरेर तर बाफरे 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 खोलै बग्या जस्तै। अब पानी त यता तरतरै चुहिएर छ जाडोमा फेरि हैन। ओ म त दङ्ग पर्यो भने हैन। मलाई चाहिँ अलिक खोकी लागेको छ त्यहाँको चिसोकोले गर्दाखेरि हैन। हेर्नुहोस् यस्तो हुन्छ अलिकति अब एकदम स्ट्रङ गरेर हिँडेर गएको भएर। अनि त्यहाँबाट भाइहरू सोध्छु ए भाइ तिमीले यस्तो भारी बोक्दा तिमीलाई केही हुँदैन बाबु भनेर भने कहाँ बाबा अब हाम्रो दुःख छ दुःखले गर्नै पर्छ। अनि त्यही सन्दर्भमा केबुल कारको कुरा निक्लेको हो के खास। अनि केबुल कारमा त यस्तो यस्तो थियो यस्तो यस्तो थियो के हो ए बाबी भने ए बाबा यहाँ हामीलाई काम गरेर खान नदिने भइरहेछन्। फेरि यहाँको अब कुन चाहिँ समितिको कुन चाहिँ होला एउटा त्यो अब हैन मेन सिनियर हुन्छ नि त मेयर सियर उहाँले चाहिँ बेमान गर्नुभएको रहेछ त्यहाँ हैन। अनि उहाँको चाहिँ पुरा विश्लेषण त त्यहाँ आइरहेको थियो क्या 3-4 करोडको हिसाब आइरहेको थियो है। हेर्नुहोस् यसरी चाहिँ अब समितिबाट के गरेर उहाँहरूले चाहिँ अब बेमान गर्नुभएको रहेछ हैन। अनि त्यही गरेर अब त्यो केबुल कार राखेपछि त केटाहरूले काम पाउने भएनन् हैन। काम नपाएपछि त त्यही मनकामना जस्तै हुने भयो के फुत्त जाने फुत्ता आउने फुत्त जाने फुत्ता आउने भए मान्छे। अब पैसा त कसलाई जाने भयो भने सरकारलाई जाने भयो यहाँ त। अब म भन्छु भने म अब यत्रो वर्ष कि नेपालको कुनै पनि डेभलप भएको मैले देखाएको छैन। अहिले रोड बनाउने यो बनाउने भने त्यो उही बेलादेखि बनाएर रोडलाई निर्माण मात्रै गरिएको हो यहाँ। हेर्नुहोस् जस्तो पृथ्वी राजमार्ग बिग्रिया छ त्यो बनाउने मात्रै हो। उहाँहरूले बनाएर गएको यो इन्जिनियर उहाँहरूले गरिसक्यो। अहिले काटीपाटी छुट्टै कुरा हो हैन। त्यस कारणले यस्तो यस्तो गरे बाबा यस्तो यस्तो गर्छन्। अब हामीले काम गरेर खानुपर्छ। अब हामीले त हेर्नुहोस् हाम्रो अरू आयजात छैन सरकारले काहीँ बाहिर केही दिने हुनु पनि हो। तपाईहरुले केबुल कार त्यहाँ राख्नु भयो भने बाइ द वे भने स्थानीयवासीले चाहिँ काम पाउँदैन होटेल चल्दैन। अनि त्यहाँ मान्छे कसरी जाने खाली फुत्ता जाने फुत्ता आउने फुत्ता जाने फुत्ता आउने त्यो महत्त्व हुँदैन। फेरि जुन तीर्थ भनेको हिँडेर कठिनाइ गरेर त्यो हिँड्दाखेरि उसले धेरै कुरा सोध्छ के जस्तो उसले सोध्छ म आउँदैछु म जान सक्ने हो कि होइन। उसको शक्ति चाहिँ परीक्षण हुन्छ के त्यहाँ। अनि त्यो शक्ति परीक्षण भइसकेपछि मान्छे हिँड्दै जाँदाखेरि उसले धेरै सफा क्लियर हुँदै जान्छ के। अब केबुल कारमा गयो बाहिरबाट जाने उही अब के गरिब त त्यसै नै हिँडेर जान्छ त्यहाँ हैन। केबुल कारमा त जाँदैन होला गरिबीहरू। त्यस्तो तरिकाले चाहिँ तपाईहरुले केबुल कार नराख्नु। पाथीभराको महत्त्व हुँदैन। पाथीभरा भनेको हिँडेरै जानुपर्छ। म 62 सालमा हिँडेर गएको थिएँ बजारबाट छातै हुँदै जाँतो एकजना मान्छेले जाँतो राख्दै अरे हजुर त्यो मैले देखे दङ्ग पर्यो भने। अनि पाण्डाहरू पाउने अहिले कहाँको पाण्डा मैले जाँदाखेरि रुखमा पाण्डा थियो घना जङ्गल थियो
कति राम्रो थियो त्यो पाथिभराको दृश्य। र अहिले चाहिँ त्यो पाथिभरा माको दृश्य कस्तो छ भने विभिन्न मान्छे चाहिँ गएको छन् तर थोरै छन् हैन। अब केबल कार राखेपछि चाहिँ अब 10,000 20,000 मान्छे दिनमा जाला भन्ने डर भयो क्या। अनि त्यहाँको प्रदूषण जस्तो अब पहिला म जाँदाखेरि एउटा प्लास्टिक थिएन हो, अब अहिले बाटैभरि प्लास्टिक, बाटैभरि इनर्जी वाटरको क्यान, बाटैभरि बियरको बोतल हो। अनि ठाउँ ठाउँमा फेरि राख्दै छ त्यो फोहोर फाल्ने पनि। त्यो फोहोर फाल्नेमा पनि मान्छेले दिमाग भए पो त हैन। अब एजुकेसनको लाएर बाटैभरि फाल्दैछ ल, त्यस्तो पनि गर्ने हो? तिमीहरू पाथिभरा जा, तर त्यहाँ बकेट राख्दैछ, बकेटमा हालिदिनु पर्दैन ए जताततै छर्नी। अब मन लागि पसलहरूले जतिसुकै भाउ लिने त्यो पनि गर्नु भएन हो। त्यस कारणले यो विवाद आएको रहेछ कि त्यहाँ। त्यस कारणले म यो भन्छु कि केबल कार जहाँ राख्छ त्यसको कुनै महत्त्व हुँदैन। केबल कार कहाँ राख्ने म भनिदिउँ? केबल कार राख्ने भनेको जहाँ बाक्लो गाउँ छ, जस्तो यहाँबाट चिसापानी त्यस्तो ठाउँमा के जनता बस्ने ठाउँमा मात्रै केबल कार राख्ने, आवत जावतको लागि व्यापार व्यवसायको लागि हो। मठ जाँदा हुँदैन, त्यही मठ मन्दिरमा त्यहीँ लगेर मौका पारेर यो प्रोजेक्ट लगेर अनि केबल कार राख्यो, पैसा वाप्प घिच्यो क्या। त्यस्तो काम चाहिँ राम्रो हुँदैन। यो त तपाईँहरूले भन्नै पर्दैन। हेर्नुहोस्, नेपाल सरकारले मसँग ठग्नै पर्दैन, मलाई सबै थाहा छ यो कुराहरू हैन। त्यस कारण त म जागिरै नखाएको, त्यसै बाबा भएको कारण नै त्यही भएर यो देशमा केही हुँदैन भनेर हैन। अनि युवाले अब काम नपाउला, त्यस्तै हुँदैखेरि तपाईँ अब माथिल्लो जुन चौकीबाट फेरि माथिल्लो फेदीबाट गइसकेपछि तपाईँहरूलाई बस्ने ठाउँहरू राम्रो राम्रो राखिदिया छ। जस्तो होटेल त होइन, बस्ने यताउति खानपिन होइन, त्यहाँबाट तपाईँ स्टार्ट भएपछि खालि पार्टीहरू छ, यसो पानी सानी आयो भने बस्ने ठाउँ, यताउति गर्ने ठाउँहरू छ। पाथिभरामा भनेको महान शक्ति देवी हो उहाँ हैन। त्यहाँको भनाइ के छ भनेदेखि कुनै समयमा भेडाहरू चराइरहेका थिए गोठालाहरूले। अनि अब यहाँको जस्तो आज बेलुकै घर लाने भेडा हुँदैन त्यहाँ। अब एकजना मान्छेको नै 10,000वटा भेडा हुन्छन्। त्यस्ता भेडाहरू चराउने अब कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण हिमाल, आहाहा देख्दाखेरि कति राम्रो। मैले फेसबुकमा पनि हालिदिएको छु है, हेर्नु होला। भने त्यस्तो राम्रो प्लेसलाई नराम्रो गर्ने चाहिँ यो कुनै पनि त्यहाँ पुग्दाखेरि कुनै पनि व्यक्तिले सफा सुग्घरको लागि ध्यान दिनु होला भन्न म चाहन्छु। देवीमा एकदम महाशक्ति हुनुहुन्छ, पवित्र आत्मा हुनुहुन्छ। उहाँले भनेको कुराहरू पुग्छ। हेर्नुहोस् मलाई कस्तो भएको छ, मलाई हेर्नुहोस् पहिला म पाथिभरामा पहिला जाँदाखेरि मैले मलाई म स्वास्थ्य राम्रो होस्, मेरो राम्रो होस्, निरोगी हुँ, मान्छेसँग जटल भएर बोल्न सकूँ, मेरोलाई पावर दिनु आमा भनेर म गएको। ल हेर्नुहोस् मेरो पावर कति आयो, कति के भयो हैन। अब मैले त छोरा माग्ने धन माग्ने त होइन। तपाईँहरू धन माग्नुहोस्, छोरा माग्नुहोस्, त्यो आफ्नै ठाउँमा छ। फेरि एउटा कुरा त्यहाँ पनि जान्नु होला, 9,000 टन सिका राष्ट्र ब्याङ्कले सहित नसाटेको रे। अब त्यहाँको पैसा के भाइ हैन। हेर्नुहोस् 9,000 टन भने 9,000 टन भनेको यहाँ हो। 9,000 टन अब त्यो सिक्का चाहिँ राष्ट्र ब्याङ्कले पनि नलिएको रे। ल हेर्नुहोस् अब पैसा त्यस्तो छ है, माथाको जग पैसा। कोही लाख चढाउँछन्, कोही बिटा चढाउँछन्, कोही सुन चढाउँछन्, कोही तिलरी चढाउँछन् आफ्नो कामले। र लोभी मान्छेहरू चाहिँ गइसकेपछि त्यहाँ चाहिँ कुनै व्यक्तिले चाहिँ त्यो लोभ गर्दो रहेछ क्या। त्यहाँको कुनै पनि चिजहरू अस्तित्वहरू उठाएर ल्याउनु हुँदैन। तपाईँहरूले पैसा तिलरी अथवा कुनै सिक्का पनि टिपेर लिएर आउनुहुन्न। 1 रुपियाँ ल्याउनु भयो भने 1 लाख बुझाउन जानुपर्छ तपाईँले फेरि है। त्यो चाहिँ विचार गर्नु होला। अथवा बाटोमै एक्सिडेन्ट पनि पर्न सक्छ। केही समय अगाडि यहाँ हेलिकप्टरमा मान्छे गएको थियो, ठुलो बडाहरू होइन। अब सरकारी नियमका मान्छेहरू यहाँ सिन्धुली निरी आएर ड्याङ्ग पड्केर मरेछ। त्यो किन पड्क्यो भने त्यहाँ अवश्य पनि यिनीहरूले 2 नम्बर धन्दा गरेको त्यो गर्यो होला। त्यहाँ ओहो माताको तिलरी हुन्छ, यो हुन्छ, सरकारी नियमले त ल्यायो होला। ल्याएपछि माताले बिचमा ब्लास्ट ड्याङ्ग दियो त खतम, लाइभै ड्यामेज होइन। हो त्यो भएको भएर त्यहाँ जाने मान्छे स्वच्छ भएर जाने, पवित्र आत्मा भएर जाने मान्छेले आफूलाई स्वच्छ बनाउन सक्नु पर्यो। म त्यस्तो ठाउँ अनकन्ता ठाउँमा त म गएँ भनेदेखि तपाईँहरू त धन सम्पत्ति भएको मान्छेहरू त जान सक्नुहुन्छ होला हैन। त्यसकारण मातालाई माग्दाखेरि त्यहाँ तपाईँले एउटा कुरा आम हिन्दू
अब जति पनि वैदिक सनातन धर्म मान्ने मान्छेहरू छ हामी हिन्दू जातिहरू, फेरि हेर्नुहोस् हिन्दू भनेको किनभने हामी समुद्र मन्थन गर्दाखेरि हिन्द महासागरबाट जति निक्लेका थिए तीबाट चाहिँ हामी त्यहाँबाट आएका हिन्दूहरू हौँ के। त्यसकारण हिन्द महासागरबाट आउनेहरू हामी धर्म गर्न आएको कारणले गर्दा हिन्द महासागरको हिन्दूहरू पर्यो के हामी। त्यस कारणले हिन्दू भनेको शब्द त्यसलाई भनिन्छ हेर्नुहोस्। र वैदिक सनातन धर्म हाम्रो भगवान माता उहाँको चाहिँ के छ भने सबै मान्छेलाई म यो जानकारी दिन्छु। यदि तपाईँ महापुरुष हुनुहुन्छ भने आमालाई सिन्दुर चढाउने, तपाईँले रातो चाहिँ पदार्थहरू मातालाई दिने होइन, यो कुरा जानिराख्नुहोस्। तपाईँहरूको काम नबन्ला, तपाईँको परिवार तपाईँ एक्लै महापुरुष एउटै मात्रै गएको छ भने उसले काबेलीको जल उठाएर माताको पाउमा जल छर्किने, दर्शन गर्ने, मातालाई आफूले भनेको माग्ने, त्यति मात्रै हो लोग्ने मान्छेको जात। यति कुरा बात जान्नु। आमालाई गएर सिन्दुर चढाउने, अबिर चढाउने त्यस्तो नगर्नु होला तपाईँहरूले। तपाईँको बुढाबुढी गएको छ भने तपाईँको जानले सिन्दुर चढाउने, चुरा दिने, भोटे दिने आमालाई हो। हामी त आमालाई उनीहरूले सिँगार्ने, छोरी मान्छेले, हामीले सिँगार्ने होइन, हामीले माताको पाउ मात्रै धुने। तपाईँ गएर नरिवल फुटाल्ने, यो फुटाल्ने, त्यो फुटाल्ने काम नगर्नुहोस्। त्यहाँ एउटा कुरा के छ भने पैसा त्यत्तिकै चढ्या छ, मातालाई पैसा चाहिँदैन, त्यहाँ त्यत्तिकै पैसा फाल्या छ होइन। तपाईँको अब नरिवल पनि ताल न बेतालसित फुटालेको छ, त्यहाँ कुनै चाहिँ एकदम राम्रो तरिकाले चाहिँ पूजाआजा भएको छैन के माताको। मैले पहिलाको शक्ति हेरेको मातालाई मलाई एनर्जी त्यस्तो आएको। म जाँदाखेरि 62 सालमा हेर जनता 2 जना मात्रै गएको थियो, त्यो पनि अमेरिकाको मान्छे आइपुग्या। म दामोदर कुण्ड जानको लागि माता म दामोदर कुण्ड जाने मलाई केही थाहा छैन, म अब त्यहाँ एक्लै जाँदैछु, मेरो कोही छैन, अब म के गर्ने, मसँग पैसा पनि छैन भन्दाखेरि तुरुन्तै माताले त्यहाँ अमेरिकामा दर्शन गर्ने मान्छे आइपुग्यो ल। अनि त्यो मान्छेले मलाई सोध्यो बाबा तपाईँको अब अर्को यात्रा कहाँ छ भनेर भन्यो। म दामोदर कुण्ड जानलाई माग्न आएको, मेरो मातासँग शक्ति माग्न आएको भनेर भन्दाखेरि म पनि जान्छु बाबा भन्यो। अनि मैले ओइ तँ पनि जाने, तँ यस्तो धनी मान्छे गयो भने त मर्छ, त्यहाँ धौलागिरी अञ्चल पर्छ भनेर भने, हिमालको फेदमा कालीगण्डकीको मुहान हो भनेर। ए बाबा हामी पनि जाने, हजुरसित गएपछि हाम्रो शक्ति हुन्छ बाबा, हजुरसँग गयो भने हामी सुरक्षा हुन्छ भन्यो त्यो एकजना व्यक्ति चाहिँ। अनि त्यसले के भन्यो भने त्यति बेला म चैतमा गएको थिएँ, चैतमा जाँदाखेरि रामनवमीमा पारेर गएको, अनि त्यसपछि असारमा मात्रै जानुपर्छ भनेर त्यहाँ अब केही अब मान्छेहरूको कुराहरू मैले चाहिँ दामोदर कुण्ड जाने यो मुक्तिनाथ माथिबाट जाने भन्ने कुरा मैले पहिला पत्ता लगाएको भएर असारपछि मात्रै जानुपर्छ, अहिले त जाने छैन। के गर्नुहुन्छ तपाईँ के गर्नु? अब मलाई त के थाहा थियो, म अमेरिकाबाट आयो कि अमेरिकाबाट आयो कि कहाँबाट आयो हामीलाई के थाहा होइन त्यो मान्छे। अनि उसले टोपी लगाएको थियो। अनि म पहिलो दिन गएर त्यहाँ बास बसेर भोलिपल्ट बिहान तिनीहरू आएको ल भने त्यति कम मात्रा मान्छे के हिउँ टमम होइन। माताको पुरा दर्शन रातभरि मैले जप तप ध्यान गरेँ होइन, एकदम राम्रो गरेँ। अब म जाँदाखेरि त गणेश त विशालै देखिया जस्तो लागेको थियो। अब मेरो दृश्य त्यस्तो भए हो कि अब माताको पनि एकदम जगमग जगमग कस्तो के एकदम शक्ति नि कहाँ हो कहाँ के भगवान् माले मलाई दर्शन दिनुभएको। हिउँ पनि फररर उड्ने, यता उड्ने यता उड्ने। राति फेरि सर माता हजुरलाई म एकचोटि आकाश हेर्न मन लाग्यो भनेर भन्दाखेरि एकछिनपछि यता फर्केर यसो हेर्दाखेरि आकाश त सररर गरेर तारा पिलिक 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 ताराहरू रेसाहरू खस्ने त्यस्ता ठाउँ हो त्यो भने। त्यो मान्छेले ल म पनि जाने भन्यो। अनि हाम्रो असारमा जाने प्लान माताले त्यही मिलाइदिनु भयो। ल हेर्नुहोस् म दामोदर कुण्ड घोडामा लग्यो त्यो मान्छेले मलाई। माताको शक्ति त्यस्तो हुन्छ। तपाईँहरूलाई मैले प्रत्यक्ष भनिदिएको, यो दोस्रोचोटि गएको भएर। मा कहाँ जाने हो आमा, तँलाई हरेक कुरा माताले दिनुहुन्छ। स्वच्छ मनले माग्यो भने यो देश पनि मैले क्याप्चर गर्न सक्छु भन्ने मेरो शक्ति छ क्या। तर मैले मागेको छैन, म यो देश म चलाउँछु भन्ने मेरो शक्ति भोलि मैले मागेँ भने मा कहाँ गएर एकचोटि जाँदैछु, फेरि आउँदैछु म ताप्लेजुङ होइन। फेरि म गएर त्यो माग्नु पऱ्यो भने माग्नु नपरोस्, मेरो स्वास्थ्यको लागि मात्रै माग्नु परोस्, छेद विच्छेद बनाइदिन्छु म। त्यस कारणले मैले भनेको छु यार, मेरो पाथिभरामा मेरो शरीरको लागि, मेरो आत्माको लागि मेरो माता हुनुहुन्छ, जगत जननी पवित्र आत्मा। मेरो मालाई मैले यहीँबाट कोटी कोटी प्रणाम गर्छु। मेरो हरेक काम उहाँले मिलाइदिनु भएको छ। तपाईँहरूको पनि मिल्छ, तपाईँहरू पनि आशा गर्नुहोस्। यानि कि यहाँ दिने, यहाँ मासु दिने, लसुन खाने, प्याज खाने, तपाईँहरू यस्तो पाराले जानुभयो भने चाहिँ द्याट्स इन्जोय मात्रै हो फेरि होइन। तपाईँले पाउनु केही हुन्न। भएको त तपाईँ जाँदाखेरि उल्टो पानी पारिदिइराख्यो। को मान्छे गएको रहेछ
पानी पर्रा भने भाइ लो अनि मेरो भक्तले भने ओहो पानी पर्यो बाबाजी चुप लाएर बस, हामी जाने बेला पानी पनि पर्दैन, हिउँ पर्छ, घाम लाग्छ त्यहाँ भनेको ठ्याक्कै मेरो माताले सुन्नुभयो। मेरो भक्त म त यहाँ अब गाडी चढेदेखि आमा म आउँदैछु है हजुरलाई भेट्नलाई, बस आमालाई भेट्न जाने हो नि, आमालाई केही दिनुपर्छ। 100 वर्ष हराएको छोरा छ भने आमाले त स्वीकार गर्नुहुन्छ नि, आमा भनेको चिज त्यस्तो हो नि होइन र भने अलिकति यो गृहस्थीसँग गएर मलाई पनि अलि टेन्सन दिनुभयो कि तँ एक्लै आउनु पर्दैन छोरा भन्नुभयो होला। अब म अलिकति यहाँ परिवारसँग मान्छेहरूसँग गएको भएर मलाई अलिकति प्रब्लम चाहिँ दियो माताले, हेर्नुहोस् है। अनि त्यस्तो गरेर तपाईँहरूले जानुभयो भने एकदम राम्रो हुन्छ। सुखो चयन आत्मा लिएर बिस्तारै हिँड्दै जाने त्यसो गरेर बुझ्दै जाने, मातालाई दर्शन गर्दै जाने, आउँदैछु भन्ने त्यो मनले जानुभयो भने तपाईँलाई सबै कुरा मिल्छ त्यहाँ। यदि तपाईँ भाडधुप गरेर जानुभयो भने चाहिँ तपाईँलाई पानी पार्दैला हेर्नु हिउँमा होइन। अब तपाईँ माथि बिचा गयो भने पानी पऱ्यो भने छैन, तपाईँ हिँड्नै सक्दैन, चिप्लेर लड्न पनि सकिन्छ अथवा होइन कुनै विभिन्न किसिमको तपाईँलाई हुनसक्छ त्यहाँ। हेर्नुहोस् अब म जहाँ गएँ अनि हामी त अब बिहान 2 बजे राति उठेर गएको होइन। अनि भक्तले ल बाबा उठ्ने होइन भने घारघुर गऱ्यो, मुखसुख धोइहाल्यो, नुहाइ गऱ्यो होइन। अब चिसै पानी भए पनि हाहार हु गरेर नुहाइहाल्यो होइन। अनि त्यहाँबाट माथि अब हामी 2 बजे राति चढेको, 2 बजे राति चढ्दाखेरि म भए त 2, 3, 4 बजे पुगिसकेका हुन्थेँ, तर भक्तले गर्दाखेरि अलिकति हामी चाहिँ 7 बजे पुग्यौँ है। 7 बजे पुग्दाखेरि त्यहाँ के भयो, टक्क लाएर उनीहरू पहिलाको त्यो दिनमा चाहिँ पहिला दिनमा पानी पर्यो, भोलिपल्ट नि पानी पर्ला त आमा म आउँदैछु, म हेर्नु कोही छैन मेरो, म बिरामी भयो भने त बर्बाद हुन्छ नि हो आमा, मलाई कसले स्याहार्ने, यिनीहरू पो धनी मान्छेहरू, यिनीहरू त सबै थोप छ, मसँग केही छैन, म बिरामी भयो भने के गर्ने होला भनेर मैले सोचेँ क्या। अनि आमाले मलाई दर्शन दिने भयो, केही हुँदैन आइज बाबु भनेर भने होइन। म जाने बेला त हामीले त जाने बेला घाम लाग्यो, एकदम आनन्द पूजा गरेर लाइनमा बस्यो। हामीले त्यो तरिकाले पूजा गऱ्यौँ के। मेरो भक्तलाई मैले सिन्दुर हाल्न यताउति दिइनँ, आमालाई सिन्दुर चढाउने होइन, चुरा पोते चढाउने होइन, त लोग्ने होस् आमालाई त्यसो चढाउने, तेरो स्वास्नीले चढाउने हो, तेरो स्वास्नीले चाहिँ पूजा गर्ने, टिका लगाइदिने निधारमा, त्यस्तो आमालाई चाहिँ हामी 2 जाति लोग्ने मान्छेले चाहिँ यसो दर्शन मात्रै गऱ्यौँ होइन। जल पाउ धोइदेऊ, मातालाई दर्शन गऱ्यौँ, अनि माताको जलको पानी खायौँ होइन, अब स्मरण गऱ्यौँ। अनि उहाँको चाहिँ वाइफ हुनुहुन्थ्यो, उहाँले चाहिँ पूजा गर्नुभयो कि अबिर सिन्दुर के लानुभएको थियो, उहाँहरूले पूजा गर्नुभयो हो। त्यस्तो तरिकाले आमालाई पूजा गर्ने, हामीले जस्तो पूजा गर हो। भैरवका शिवजीका जान्छ अबिर चढाउँछ, शिवजीलाई अबिर चढाउने हो, त्यो काम कहिले नगर। धर्म विधि चाहिन्छ भने म अर्को च्यानलमा दिन्छु, यो च्यानलमा सोध्नु सबैलाई, भन्नु कसरी पूजा गर्ने हो, शिवजीलाई कसरी पूजा गर्ने, भैरवलाई कसरी पूजा गर्ने, गणेशलाई कसरी पूजा गर्ने। गणेशलाई पहिला लोग्ने मान्छेले पूजा गर्ने भने एकदन्तम वक्रतुण्डाय धीमहं तनोदनी प्रचोदयात् लमलमुद्रा भीमहं वक्रतुण्डाय धीमहं तनोदनी प्रचोदयात् भालचन्द्र गजानन्द लमोदर विकट विदरा धूर्मवर्ण सुखमुख एकदन्त कपिल गजगण्डक धूम्रकेतु देवसाय मस्तक तिलक सिन्दूर सोहे मुसेकी सवारी लड्डुवन की भोग लगे। गरिब सन्तान गर्ने सेवा। अब हामी गरिब भएको गरे हामीले चाहिँ सन्तानले गरिब सन्तानले सेवा गर्ने हो। हामीले चाहिँ गणेशलाई भैरवलाई टिका लाउने, लोग्ने मान्छेलाई गर्दा केही फरक हुँदैन। शिवजीलाई नचढाउनु, कुनै पनि अबिर दुबो यस्ताहरू चाहिँ नचढाउनु। तपाईँले शास्त्र सिक्नुहोस्। शास्त्र सिक्यो भने तपाईँको आयु बढ्छ, तपाईँ हरेक कुराहरू मान्छेको राम्रो हुन्छ। मान्छेले नजानेर आज पाथी भरामा हेर्नुहोस्, पुरा रुख काटिदिएर गुराँसका त्यता 136 थरी गुराँस पाउने, त्यस्ता जडीबुटी पाउने, त्यस्तो चाहिँ जङ्गल फाँडिदिएर तपाईँहरूले केबुल कार राखेर के नेचरलाई भत्काएर तपाईँको केबुल कार त हेर्नुहोस् विदेश अस्ट्रेलियामा देख्नु भएको छ, जर्मन जानुहोस्, फ्रान्स जानुहोस्, जङ्गल फाँडेर त्यो बनाएको छ हो। एउटा पिलर यहाँ चाहिन्छ भने यहाँ कुन चाहिँ ठाउँमा खाली छ त्यो ठाउँमा खनेर त्यो पिलर उठाउनु पर्यो, त्यसबाट जानु पर्यो केबुल कार। भएको जरै उखाल्ने, रुखै उखालिदिने, त्यस्ता राम्रो गुराँस तपाईँले कुन चाहिँ पुस्तामा चाहिँ पाउँछस्। अब त्यो एउटा गुराँस उम्रिएर त्यत्रो हुनलाई कति वर्ष लाग्छ। त्यस्ता राम्रा बास्ना आउने धुपीहरू त्यस्तरी काट्दिने हो, नेचुरी वाङ्ग बनाइदिने, आमालाई पुरै नाङ्गाइदिने। तिमीहरूको नाश हुन्छ। जसले यो पाथी भरामा आएको केबुल कार राख्ने भनेर चाहिँ उच्चारण गरेर त्यहाँ दायाँ बायाँ गरेछ,
त्यो यस्तो रुख काटेको छ त्यसको चाहिँ परिवार नाश होस् भन्न म चाहन्छु। अरू भने जनताको सुरक्षा होस्। अरू त्यहाँ भाइहरूले भारी बोकेर जानुहुन्छ, यहाँ फेरि यहाँ पुरा अब मान्छेले त्यसरी काम गरेर खाइरहेछ, आउने भक्तजनलाई पुर्याइरहेको छ। त्यहाँको युवाहरू फेरि एकजुट रहेछन्, फेरि युवा पनि तगडा रहेछन्, फेरि हँसिला रमाइला राई लिम्बू रहेछन्, खुब मनपर्ने गफसप पनि दिने रहेछन् फेरि केटाहरू होइन। ओ बाबाजी हामी लिदिहाल्छु नि भन्ने फेरि केटाहरूले मेरो ब्याग स्याग बोक्दै थिएँ, खुब रमाइलो लागेको थियो होइन। जाने बेला त उनीहरूकै काम हो, म आफ्नो ब्याग केही पनि थिएन मेरो, होटलमा बसेको होइन। अब त्यहाँ चाहिँ खाना पिउन सबै अहिले व्यवस्था छ, पहिला जस्तो होइन। तर तपाईँहरू आफ्नो ब्याग एउटा लिने हो, त्यहाँ गएर विभिन्न लुगा बोकेर विभिन्न यहाँ बोकेर नजानु होला भन्न म चाहन्छु। बस आफ्नो लुगा फेर्ने 2 जोर भए पुग्छ, 2-3 जोर लुगा राख्ने पैसा क्यास राख्ने अनि जाने हो। त्यस्तो गरेर तपाईँहरू भारी बोकेर नजानु, त्यो भारी तपाईँले लानु पनि सक्दैन, केही पनि हुँदैन, उल्टो तपाईँलाई चाहिँ भार पर्छ। हो शास्त्रले ज्ञानमालाले के भनेको छ, ओइ अहिले खाउँला लाउँला पिउँला जवानीमा मोज मस्ती गरौँला अनि बुढेसकालमा धर्म गरौँला भनेर शास्त्रमा के लेखेको छ, तेरो त्यो धर्म काम छैन भनेर भन्नुभएको छ भगवान् ज्ञानमालामा। यो कुरा जानिराख। मैले भन्नेको अर्थ के हो भने मान्छेले वारेन्ट मैले किन गर्छु भने मायाले गरेको, मान्छे नबिग्रोस्, मान्छे राम्रो हुन्, मान्छेले जानुन्, धर्म संस्कृति जानुन् भनेर। त्यही भएर जवानीमा केटाहरू तीर्थ गर, रमाइलो गर, खुसी रह भन्न म चाहन्छु। यसरी नै चाहिँ हर युवाहरूले चाहिँ धर्म गर्ने जवानीमा हो, टाढा टाढा जाने जवानीमा हो। अब म अहिले बुढेसकालमा म एभरेस्ट चढ्न जान सक्छु त? अब म उभिएर जानुपर्ने थियो नि त। अब मेरो एउटा लास छ मानसरोवर कैलाश, अब म कैलाश जाँदैछु यसपछि। अनि मेरो इन्डिङ भयो वेस्ट पूर्व पश्चिम उत्तर दक्षिण चारै दिशा मेरो तीर्थ सिद्धियो। अब चाहिँ म मानसरोवर कैलाश जाँदैछु, जहाँ कि 1,50,000 लाग्छ। हामी चाहिँ पशुपतिबाट पनि जान सक्छ, त्यहाँबाट नभए म ट्राभल बौद्धबाट पनि जान सक्छु होइन। चाइना हुँदै जानुपर्छ, अब त स्याब्रा बेसी कताबाट लान्छन् यिनीहरूले हेर्नुहोस्। त्यस कारणले म जवानीमा हरेक कुरा मैले धर्म गरेको भएर आज म 54 वर्ष भए पनि आइएम स्टिल छु हेर्नुहोस्। त्यस कारण तपाईँहरू पनि स्टिल बन्नुहोस्। त्यहाँको नेचरलाई अस्तित्वलाई हटाइदिने त्यस्तो कामहरू नगर्नु होला भन्न म चाहन्छु। र त्यहाँको स्थानीय निकाय जो हुनुहुन्छ हजुरले अब आइन्दा म आउँदाखेरि एउटा पनि त्यहाँको गुराँसको रुख काटिएको देखिनु भएन। जति काट्नुभयो काट्नुभयो, अब नगर्नुहोस्। अब त्यो नेचर फेरि बाटो पनि बनाइहाल्नुहोस् तुरुन्त। त्यो छाते माथि बजारबाट सुकेटारबाट त्यो तुरुन्त बनाउनु पर्यो। अनि त्यहीँको स्थानीय निकायले चाहिँ त्यहीँको गाडी राखेर सस्तो सोलुप जनतालाई फेदीसम्म पुर्याउनु पर्यो। ए बाबा केबुल कार राख्नुपर्छ, मलाई भन् म कसरी इन्जिनियर गराइदिन्छु। लिगबाट गए पुग्दैन, रेलको लिग जस्तो बनाएर सुई त्यसरी गरे पनि हुन्छ नि। केबुल कारै राख्नुपर्छ, खाली नभएको ल्याउने अनि टन्न खाने, अरूलाई देश विदेशलाई धनी बनाउने, नेपाललाई भिखारी बनाउँदिने हो। अहिले मनकामनाको मान्छे कस्तो भइरहेछ, केबुल कार राखेर व्यापार भयो। तलको आबु खैरेनीको मान्छे व्यापार भयो, तिमीहरूले गर्दाखेरि नराम्रो भइरहेछ। माताको शक्ति नै हटिसक्यो, ग्यारेन्टी हो यो, 100मा 100% छ। त्यस कारणले मैले यो भन्छु कि केबुल कार राख्नुभन्दा हिँडेर जानु बेस। जय शम्भो हो। त्यस कारण धर्म परिवर्तन गर्नु, वैदिक सनातनलाई कायम राखौँ, धर्मपीठहरूलाई सुन्दरताको चाहिँ रूपहरू दिएर जाउँ होइन। वातावरण त्यस्तो बनाऊँ, हरेक कुराहरू चाहिँ तपाईँहरूले राम्रोसित लानुहोस्। ताप्लेजुङको मान्छे कति राम्रो रहेछ, आहा राई लिम्बूहरू कति राम्रा रहेछन्। यहाँको नेचर जिउ पनि यहाँ कस्तो राम्रो गुराँस फुल्ने ठाउँको मान्छे रहेछ, जडीबुटी खाने ठाउँको मान्छे रहेछ। यिनीहरूले केही जान्दैन रहेछ, छल कपट नजान्ने। पहिला जाँदाखेरि ओहो बाबाजी कता हौ भनेर भन्यो मलाई, औ हजुर पाथिभरा जान लाग्यो साक्सा भन्यो भने नभए एउटा मान्छे लाउँछ, पाण्डा आउँछ, पाण्डाले कोतार्ला भन्यो भन्छ। हो त्यस्तो खालको मान्छेहरू थिए। के खायो भन्छ, खाएको छैन भने लु ढिँडो खान्छ भनेर ढिँडो खुवायो मलाई। हो त्यस्तो मान्छे ठाउँको मान्छेलाई बेमान बनाउने भनेको यही सरकार हो क्या। यो केबुल कार राख्न चाहिँ दिनु भएन। र पाथिभराको नेचर हट छ। आम ताप्लेजुङवासी जति पनि हुन्छ तपाईँ जिल्लाको मान्छेहरू सब मिलेर केबुल कार हटाउनै पर्छ। केबुल कार हटेपछि मात्रै पाथिभराको यस अनि सुन्दरताले वातावरण हुन्छ। र जानी मान्छेले कुनै क्यान बियर यताउति लिएर गएर त्यहाँ फाल्ने होइन। खानु भयो ठिक छ, तर बट्टामा हाल्नु होला। बट्टामा जहाँ राख्या हुन्छ नि फोहोर फाल्ने त्यस्तोमा राख्नु होला। राम्रोसित जानु होला, स्वच्छ मनले जानु होला।
आफ्नो माग पुरा गर्नु होला भन्न म चाहन्छु। जय मा पाथिभरा। यति भन्दै पूर्व पश्चिम उत्तर दक्षिणका सबलाई लाइक सब्सक्राइब कमेन्ट र सेयर गर्न र साइडमा रहेको बेल आइकनलाई टाच्याक दिनुस्। अनि फेरि नयाँ नयाँ प्रोग्राम म तपाईँहरूको आउँदैछु। अब म फेरि हेर्नुहोस् तपाईँहरूको विषयमा म अब यो मेरो 2 चोटि भयो पाथिभरा। अब म 1 चोटि जान्छु किनभने 2 चोटि पुऱ्याउनु हुन्न रे, 3 चोटि म जानुपर्छ। अब मुक्तिनाथ जाँदैछु म, 2 चोटि गइसकेँ, अब 1 चोटि मुक्तिनाथ आउँदैछु। कस्तो छ त्यहाँको वातावरण? अब पहिला जस्तै छ कि नेचरमै छ कि फेरि अननेचर छ कि त्यो कति ठाउँमा भत्कायो, के गरिरहेछन्? मैले देखेको शालिग्रामहरू ठाउँकै ठाउँमै छ कि छैनन्, ती सब म हेर्नलाई र दर्शन गर्न चाहिँ म मुक्तिनाथ आउँदैछु। यो मेरो लास्ट हो किनभने अब 3 फेरा पुऱ्याउनु पर्छ। अब गोसाइँकुण्ड जमानामा गइहाल्ने एकचोटि अब म कायल भइहालेँ कानै समाति होइन। अब हात थर 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 ल्याडाङ र फ्याडाङ झोला कता मान्छे कता कता भएर गइयो होइन। अब ठुला ठुला देवताथानहरू टाढा टाढा तीर्थहरू सिधाइहाल्ने, अरू भनेको त धेरै छ, पछि तपाईँहरूलाई बताउँला। र नेक्स्ट अब मुक्तिनाथको म यात्रा सिद्धेर आएपछि फेरि तपाईँहरूसँग म भेट्नेछु। त्यतिन्जेलसम्मलाई सबैलाई नमस्कार भन्न चाहन्छु मेरा आम प्यारा प्यारा दर्शकबिनहरू। जय हो।